सरोज शर्मा जो चाहिँ नि झापा जिल्ला शिव सदाशिव नगरपालिका वडा नम्बर 10 मा बस्नुहुन्छ र उहाँ चाहिँ नि अहिले काठमाडौँमा विगत वर्षहरूमा चाहिँ काठमाडौँमा बस्दै आउनुहुन्छ र उहाँ चाहिँ दसैँ तिहार पर्व मान्न भनेर उहाँ चाहिँ आफ्नो घर माइधारमा भएको घरमा चाहिँ उहाँ आउनुभएको थियो। यस क्रममा चाहिँ सरोज शर्माले सस्तोमा केही सुन पाए आफूले किन्ने र काठमाडौँमा चिनाजानमा रहेका मानिसहरूलाई पनि किनाइदिने भनी सुनिल शाह जो उहाँको छिमेकी पनि हुनुहुन्छ सुनिल शाहलाई सुन खोज्न भनेकोमा सुनिल शाहले विगत 1 महिना अगाडिदेखि नै सरोज शर्मासँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी मुलुकतिर लाने र घरमा आफन्तहरूसँग बार्गेनिङ गरी करोडौं रुपैयाँ असुल्ने योजना बनाई 2082 साल कार्तिक 9 गते अन्दाजी 17:30 बजेको समयमा बेलुकी 5:30 बजेको समयमा आफूले सुन ल्याई राखी गाडिएको स्थान हेर्न आउन मनोज शाहलाई ललाई फकाइ गरी अर्जुनधारा नगरपालिका 4 स्थित दहीझोडा सामुदायिक वनमा बोलाई सुनिल शाह र निस्के नातामा भान्जा पर्ने राहुल शाहले आफूसँगै लगेको ह्यामर हतौडा लगायतले चाहिँ निजको टाउकोमा प्रहार गरी सोही स्थानमा सरोज शर्मालाई मारेको देखिन्छ। तत्पश्चात सोही रात एक सहयोगी जो भारतीय नागरिक हो जो अहिले हालसम्म फरार रहेको छ उनको सहयोगमा 3 जना मिलेर पीडित मृतककै गाडीमा त्यो लासलाई पछाडि राखेर सोही जंगलमा पछाडि राखेर त्यहाँबाट लासलाई चाहिँ झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर 5 मा रहेको हुलाकी मार्गमा बिरिङ खोलाको पुल त्यहाँ पुल छ त्यो पुल मुनि ती लासलाई गाडेर फेरि उनीहरू फर्किन्छन्। मिति 2082 सात 13 गते मृतक सरोज शर्मा चढ्ने गाडी निचा झोडा जंगल जुन चाहिँ मेची नगरपालिका वडा नम्बर 13 मा पर्दछ निचा झोडा सिमसार क्षेत्र हो त्यहाँ चाहिँ जलिरहेको अवस्थामा मृतक सरोज शर्मा चढ्ने गाडी किया सेल्टस गाडी जलिरहेको अवस्थामा फेला पर्छ र त्यो जलिरहेको गाडी भन्दा केही पर एउटा चप्पल फेला पर्छ जुन चाहिँ सुनिल शाहको हो भन्ने कुरा पुष्टि हुन्छ र त्यसको शनाखत पनि हुन्छ। यसै क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीज्यूको निर्देशनमा प्रदेश प्रहरी कार्यालयबाट र जिल्ला प्रहरी कार्यालयबाट र इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली परिचालन हुन्छ र प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली परिचालन हुन्छ। यसै सन्दर्भमा खोजतलासै क्रममा उनीहरूको मोबाइलको विश्लेषण गरी लोकेसनहरूको ट्र्याक गर्दा यो सुनिल शाह भन्ने व्यक्ति जुन जिल्ला मोरङ विराटनगर महानगरपालिकाको सीमावर्ती क्षेत्रमा चाहिँ रानी भन्ने स्थानमा प्रहरीले पक्राउ गर्न सफल हुन्छ। त्यही सोही दिन निस्का भान्जा राहुल शाहलाई शिवशासित नगरपालिका वडा नम्बर 10 निस्के घरबाटै प्रहरीले पक्राउ गर्न सफल हुन्छ र सोधपुछको क्रममा निजहरूले बताए अनुसार 2082 साल 7-15 गते जिल्ला झापा गाउँपालिका वडा नम्बर 5 स्थित बेरिङ खोलामा रहेको पुल मुनि जमिन मुनि गाडेको अवस्थामा शव फेला पर्छ जुन जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले त्यो सब बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेर लास यो पोस्टमार्टमको लागि बिपी कोइराला शिक्षण अस्पताल धरान गोबा पठाइएको छ र अहिले त्यो लास पोस्टमार्टम भइसकेको अवस्था बुझेको छ र अहिले चाहिँ यस कार्यमा संलग्न अभियुक्तहरूलाई पीडितको दायरी अनुसार अपहरण शरीरबन्धक कर्तव्यज्ञान कसुरमा पीडितको दायरी अनुसार निजहरूलाई अपहरण शरीरबन्धक आपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भएको छ जसको लागि चाहिँ सम्मानित जिल्ला अदालतबाट दिन 7 म्याद हामीलाई प्राप्त भएको छ र यो अनुसन्धान जारी छ र फरार व्यक्तिको पनि खोज तलास जारी रहेको म यहाँ जानकारी गराउन चाहन्छु।